डाक्टर महावीर पुन जन्म 22 गते वैशाख 1955 नाङ्गी म्याग्दी एक नेपाली वैज्ञानिक शिक्षक सामाजिक उद्यमी र कार्यकर्ता हुन् जो हिमाली क्षेत्रका दुर्गम गाउँहरूमा वायरलेस प्रविधिको प्रयोग गरी इन्टरनेट र प्रविधिको पहुँच पुर्याउने कार्यका लागि विश्वभर प्रसिद्ध छन्। उनको नेतृत्वमा सञ्चालित स्टार नेपाल वायरलेस नेटवर्किङ परियोजना स्टारले नेपालका 15 जिल्लाका 175 भन्दा बढी गाउँहरूलाई इन्टरनेटसँग जोडेर शिक्षा, स्वास्थ्य, पर्यटन र स्थानीय व्यापारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। प्रारम्भिक जीवन र शिक्षा। महावीर पुनको जन्म म्याग्दी जिल्लाको नाङ्गी गाउँमा भएको थियो, जहाँ उनले कठिन परिस्थितिमा बाल्यकाल बिताए। कागज, पेन्सिल र पाठ्यपुस्तक बिना गाउँको स्कुलमा पढेका उनले गाइड्सटु चराउँदै शिक्षा आर्जन गरे। उनका पिता, एक पूर्व गोर्खा सैनिक, ले परिवारलाई चितवन झारेर छोराको शिक्षामा लगानी गरे। उनले चितवनको खैरहनी उच्च माविबाट 1970 मा एसएलसी पास गरे। 12 वर्ष शिक्षकको रूपमा काम गरेपछि उनले 1989 मा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट आंशिक छात्रवृत्तिमा विज्ञान शिक्षामा स्नातक 1992 र पछि शैक्षिक प्रशासनमा स्नातकोत्तर 2001 गरे। योगदान। नेपाल वायरलेस नेटवर्किङ परियोजना 2002 पुनले हिमाली गाउँहरूमा वायरलेस प्रविधि मार्फत इन्टरनेट जोड्ने सपना देखे। 2001 मा बीबीसी मार्फत उनको समस्याबारे विश्वले थाहा पाएपछि स्वयंसेवकहरूले सहयोग गरे। 2003 मा नाङ्गी गाउँ इन्टरनेटमा जोडियो र 2006 सम्म 13 गाउँमा वाइफाई नेटवर्क विस्तार भयो। हाल यो परियोजना 175 गाउँमा पुगेको छ, जसले शिक्षा, स्वास्थ्य, स्थानीय वाणिज्य र मौसम अनुगमनमा योगदान पुर्याएको छ। हिमाञ्चल उच्च मावि। उनले नाङ्गीमा कम्प्युटर शिक्षालाई प्राथमिकता दिँदै हिमाञ्चल उच्च मावि स्थापना गरे, जुन स्थानीय शिक्षा र आर्थिक विकासको नमुना बन्यो। जापान, मलेसिया, सिङ्गापुर र अमेरिकाबाट पुराना कम्प्युटरहरू दानमा ल्याएर उनले विद्यालयमा कम्प्युटर कक्षा सुरु गरे। राष्ट्रिय आविष्कार केन्द्र 2012 पुनले नेपालमा अनुसन्धान र विकासको संस्कृति प्रवर्धन गर्न यो गैर नाफामूलक संस्था स्थापना गरे। यसले जैव चिकित्सा, कृषि, शिक्षा, स्वास्थ्य र ड्रोन जस्ता क्षेत्रमा 20 भन्दा बढी परियोजना सञ्चालन गरिरहेको छ। आयोजन परियोजना उनले याक र खरायो पालन, पनिर र जाम उत्पादन, पर्यटन प्रवर्धन र सौर ऊर्जा परियोजना मार्फत गाउँलेहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गरे। आत्मकथा र कोश सङ्कलन। 2023 मा पुनले महावीर पुन सम्झना, सपना र अविरल यात्रा नामक आत्मकथा प्रकाशन गरे, जसले उनको जीवन, सङ्घर्ष र नवप्रवर्तनको यात्रालाई समेट्छ। यो 308 पृष्ठको पुस्तक राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशित गरेको हो र यसको मूल्य 750 नेरु छ। उनले यो पुस्तक देशभर बेचेर वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि कोष सङ्कलन गरे, जसबाट 3 करोड नेरु भन्दा बढी रकम जुट्यो। उनले सामाजिक सञ्जाल मार्फत पनि यो अभियानलाई प्रचार गरे। पुरस्कार र सम्मान। रामुन म्याग्सेसे पुरस्कार 2007 सामुदायिक नेतृत्वका लागि, जुन एसियाको नोबेल पुरस्कार मानिन्छ। इन्टरनेट हल अफ फेम 2014 विश्वव्यापी इन्टरनेट विकासमा योगदानका लागि। अशोका फेलो 2002 सामाजिक उद्यमशीलताका लागि। सामाजिक आविष्कार पुरस्कार 2004 ग्लोबल आइडियाज बैंक, युके। मानार्थ डक्टरेट 2007 नेब्रास्का विश्वविद्यालयबाट। जोनाथन बी। पोस्टेल सेवा पुरस्कार 2014 इन्टरनेट विकासमा योगदानका लागि। व्यक्तिगत जीवन। महावीर पुन हाल 70 वर्षका छन्। उनकी श्रीमती र 2 छोरी पोखरामा बस्छन्, जबकि उनका बाबुआमा र बहिनी चितवनमा छन्। उनको सादगी र समर्पणले उनलाई नेपालमा एक प्रेरणादायी व्यक्तित्व बनाएको छ। प्रभाव र विरासत। उनको कार्यले नेपालका दुर्गम क्षेत्रमा डिजिटल खाडलाई कम गरेको छ। उनको टेलिशिक्षण, टेलिमेडिसिन र स्थानीय उत्पादनको वाणिज्य प्रवर्धनले गाउँलेहरूको जीवनस्तर उकासेको छ। उनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले युवाहरूलाई नवप्रवर्तन र उद्यमशीलताका लागि प्रेरित गरिरहेको छ। सामाजिक सञ्जालमा उनलाई एक सच्चा देशभक्त र विनम्र व्यक्तिको रूपमा सम्मान गरिन्छ।